नमस्कार साथीहरू, तपाईहरू सम्पूर्णलाई मेरो यस ध्रुवटेक च्यानलमा स्वागत छ। यस युट्युब च्यानल मार्फत मैले हजुरहरूलाई विभिन्न टेक्निकल टिप्सहरूको जानकारी गराउँदै आइरहेको छु र मेरो यस च्यानलको भिडियो मन पर्छ भने कृपया मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र भिडियोलाई लाइक एन्ड शेयर पनि गरिदिनु होला। र आजको हाम्रो विषय रहेको छ कर्मचारी सञ्चय कोष, जसलाई इम्प्लोइ प्रोभिडेन्ट फन्ड पनि भनिन्छ। त्यसमा कसरी आफ्नो कर्मचारी सञ्चय कोषको लगइन आइडी लिन सकिन्छ र लगइन आइडी लिनको लागि केवाइसी अपडेट कसरी गर्ने भन्ने बारे भिडियो लिएर आएको छु। केवाइसी अपडेट गर्नको लागि त सर्वप्रथम हामीले आफ्नो इन्टरनेट ब्राउजरमा गई इपिएफ नेपाल टाइप गरी सर्च गर्नुपर्ने हुन्छ। आफ्नो इन्टरनेट ब्राउजरमा गई इपिएफ नेपाल टाइप गरी तपाईले देख्न पनि सक्नुहुन्छ। इपिएफ नेपाल टाइप गरी विभिन्न लिङ्कहरू आउँछ। यो फर्स्ट लिङ्क इपिएफ नेपाल लेखेकोमा क्लिक गर्नुहोस्। तपाईको कर्मचारी सञ्चय कोषको इन्टरफेस ओपन हुन्छ र तपाईले माथिपट्टि लगइन, केवाइसी, क्यारियर, एफएक्युएस, ग्रेभियन्सहरू देख्न सक्नुहुन्छ। यसमा चाहिँ केवाइसी भित्र इन्डिभिजुअल भन्ने अप्सन छ, त्यसमा क्लिक गर्नुहोस् र तपाईको केवाइसी को फर्म ओपन हुन्छ। सम्पूर्ण इन्फर्मेसनहरू इङ्ग्लिसमा टाइप गर्नुपर्ने हुन्छ र केवाइसी अपडेट गर्दा जति पनि तपाईले स्टार देख्न सक्नुहुन्छ, यसमा चाहिँ कम्पलसरी स्टार भए जतिकोमा सबै कम्पलसरी फिलअप गर्नुपर्ने हुन्छ। र पर्सनल इन्फर्मेसनमा आफ्नो फर्स्ट नेम भनेर भनेको छ, यसमा आफ्नो फर्स्ट नेम टाइप गर्नुहोस्। यदि मिडल नेम छ भने मिडल नेममा टाइप गरी आफ्नो सरनेम, लास्ट नेम चाहिँ लास्ट नेममा टाइप गर्नुपर्ने हुन्छ। र तलपट्टि पिएफ नम्बर भनेर भनेको छ, यसमा आफ्नो कर्मचारी सञ्चय कोष परिचय पत्र नम्बर टाइप गर्नुपर्ने हुन्छ, जुन कर्मचारी सञ्चय कोष कार्डमा पनि मेन्सन गरेको हुन्छ। र त्यसको छेउमा नेसनल आइडेन्टिटी कार्ड नम्बर एनआइसी भनेर भनेको छ, यसमा आफ्नो राष्ट्रिय परिचय पत्र नम्बर छ भने टाइप गरे पनि हुन्छ र नगरे पनि हुन्छ, यसले केही फरक पर्दैन। र त्यसको छेउमा इम्प्लोइ आइडी भनेर भनेको छ, त्यसमा आफ्नो इम्प्लोइ आइडी टाइप गरे पनि हुन्छ। र तलपट्टि जेन्डरमा आफ्नो जेन्डर सिलेक्ट गर्नुहोस् र त्यसको छेउमा बर्थ डेट इन बिएस भनेर भनेको छ, यसमा आफ्नो जन्ममिति विक्रम सम्वतमा सिलेक्ट गर्नुहोस् र त्यसको छेउमा कन्ट्रिब्युसन स्टार्ट डेट इन बिएस भनेर भनेको छ। र यसमा चाहिँ अब सञ्चय कोषमा कहिलेबाट आफ्नो जम्मा हुन थालेको, कन्ट्रिब्युट हुन थालेको त्यो इयर, त्यो डेट मेन्सन गर्नुपर्ने हुन्छ, जुन तपाईको सञ्चय कोष कार्डमा पनि मेन्सन गरेको हुन्छ र तपाईले आफ्नो अर्गनाइजेसनबाट पनि अपडेट लिन सक्नुहुनेछ। र तपाईको तलपट्टि नेसनालिटी भनेर भनेको छ, यसमा आफ्नो नेसनालिटी सिलेक्ट गर्नुहोस् र त्यसको छेउमा सिटिजनसिप नम्बर भनेर भनेको छ, यसमा आफ्नो नागरिकता नम्बर टाइप गर्नुपर्ने हुन्छ र त्यसको छेउमा सिटिजनसिप इस्यु डिस्ट्रिक्ट भनेर भनेको छ, यसमा आफ्नो अब नागरिकता कुन डिस्ट्रिक्टबाट इस्यु भएको त्यो डिस्ट्रिक्ट सिलेक्ट गर्नुपर्ने हुन्छ। र तलपट्टि सिटिजनसिप इस्यु डेट इन बिएस भनेर भनेको छ, यसमा आफ्नो नागरिकता जारी मिति विक्रम सम्वतमा सिलेक्ट गर्नुपर्ने हुन्छ। र तलपट्टि पान नम्बर भनेर भनेको छ, यसमा आफ्नो पान नम्बर अपडेट गर्नुपर्ने हुन्छ। र त्यसको छेउमा ब्याङ्क नेम र ब्याङ्क एकाउन्ट नम्बर भनेर भनेको छ, यसमा आफ्नो कुन ब्याङ्कको एकाउन्ट हो। अब तपाईले सेलेरी एकाउन्ट पनि युज गर्नु सक्नुहुनेछ र अरू सेलेरी एकाउन्ट बाहेक अरू ब्याङ्क एकाउन्ट पनि तपाईले मेन्सन गर्न सक्नुहुनेछ। र ब्याङ्कमा चाहिँ आफ्नो कुन ब्याङ्कको एकाउन्ट राख्ने हो त्यो ब्याङ्क सिलेक्ट गरी ब्याङ्क एकाउन्ट नम्बर टाइप गर्नुपर्ने हुन्छ। र तलपट्टि कन्ट्याक्ट इन्फर्मेसन भनेर भनेको छ, यसमा आफ्नो मोबाइल नम्बर टाइप गर्नुहोस्। त्यसको छेउमा इमेल भनेर भनेको छ, यसमा आफ्नो इमेल टाइप गर्नुहोस् र त्यसको छेउमा कन्ट्री भनेर भनेको छ, त्यसमा अब आफ्नो कन्ट्री सिलेक्ट गर्नुहोस्। नेपाल भनेर अलरेडी तपाईले देख्न पनि सक्नुहुन्छ। र तलपट्टि पर्मानेन्ट एड्रेस भनेर भनेको छ, यसमा अब स्टेटमा आफ्नो कुन प्रोभिन्स हो, कुन प्रोभिन्स हो त्यो प्रोभिन्स सिलेक्ट गर्नुहोस्। र त्यसको छेउमा डिस्ट्रिक्ट भनेर भनेको छ, यसमा आफ्नो डिस्ट्रिक्ट सिलेक्ट गर्नुहोस्। र त्यसको छेउमा गाउँपालिका अथवा नगरपालिका भनेर भनेको छ, यसमा आफ्नो अब कुन गाउँपालिका हो त्यो गाउँपालिका सिलेक्ट गर्नुहोस्। र वार्ड नम्बर भनेर भनेको छ, त्यो अब आफ्नो वार्ड नम्बर सिलेक्ट गर्नुहोस्। र स्ट्रिटमा आफ्नो स्ट्रिट टाइप गर्नुहोस्। र तलपट्टि टेम्पोररी एड्रेस भनेर भनेको छ, यसमा पनि सेम जे स्टेट भनेको ठाउँमा आफ्नो स्टेट, डिस्ट्रिक्टमा आफ्नो डिस्ट्रिक्ट, गाउँपालिका नगरपालिका भनेकोमा आफ्नो कुन गाउँपालिका त्यो गाउँपालिका, वार्ड नम्बर र स्ट्रिट टाइप गर्नुहोस्। र तलपट्टि अदर इन्फर्मेसन भनेर देख्न सक्नुहुन्छ, यसमा आफ्नो फादर्स फुल नेम, आफ्नो बुवाको पुरा नाम, मदर्स फुल नेम, आफ्नो आमाको पुरा नाम,
ग्रान्डफादर्स फुल नेम आफ्नो हजुरबुवाको पुरा नाम 3 पुस्ते र हस्बेन्ड अर वाइफ यदि श्रीमती हुनेले आफ्नो श्रीमतीको नाम र श्रीमान हुनेले आफ्नो श्रीमानको नाम मेन्सन गरी तलपट्टि नोमिनी डिटेल भनेर देख्न सक्नुहुन्छ। यसमा आफ्नो नोमिनीको डिटेल अपडेट गर्नुहोस् र यता डिक्लेरेसनमा एउटा टिक लगाउने ठाउँ हुन्छ, यसमा टिक लगाई आई एम नट रोबोटमा टिक गरी तलपट्टि सबमिटमा क्लिक गरिसकेपछि तपाईको केवाइसी फिलअप हुनेछ। एउटा पिडिएफ जेनेरेट हुन्छ। उक्त पिडिएफ आफ्नो पिडिएफमा भएको डिटेल टेली गरी उक्त पिडिएफलाई प्रिन्ट गरेर त्यसमा कन्ट्रिब्युटर्स सिग्नेचर भनेर भनेको हुन्छ, त्यसमा सिग्नेचर गर्नुपर्ने हुन्छ र उक्त सिग्नेचर गरेको केवाइसी फर्मलाई नजिकको कर्मचारी सञ्चय कोषमा लगेर सबमिट गर्नुपर्ने हुन्छ र कर्मचारी सञ्चय कोष अफिसबाट तपाईले बुझाएको विवरण अनुसार केवाइसी अपडेट गरी तपाईले मेन्सन गरेको इमेलमा तपाईले युजर नेम र पासवर्ड प्राप्त गर्न सक्नुहुनेछ। यसरी तपाईको अनलाइन केवाइसी पनि अपडेट हुन्छ र सञ्चय कोषको लगइन आइडी पनि प्राप्त गर्न सक्नुहुनेछ। यस्तो किसिमको तपाईको पिडिएफ जेनेरेट हुन्छ र यसलाई प्रिन्ट गरेर कन्ट्रिब्युटर्स सिग्नेचर भनेको ठाउँमा आफ्नो सिग्नेचर गरी नजिकको कर्मचारी सञ्चय कोषको कार्यालयमा यसलाई सबमिट गर्नुपर्ने हुन्छ र उक्त कार्यालयबाट तपाईको केवाइसी भेरिफाई भइसकेपछि तपाईको इमेलमा चाहिँ युजर नेम र पासवर्ड तपाईले प्राप्त गर्न सक्नुहुनेछ। इमेलमा तपाईले देख्न पनि सक्नुहुन्छ तपाईको कर्मचारी सञ्चय कोषबाट मेल आएको छ। उक्त युजर नेम र पासवर्ड युज गरी तपाईले कर्मचारी सञ्चय कोषको एप लगइन गर्न सक्नुहुन्छ।